दिउँ है त। उछाल्नु। सेवारो नमस्ते हेलो एन्ड हे गाइज व्हाट्स अप, वेलकम ब्याक टु वान एमटिभी। अनि आज चाहिँ धेरै दिनपछि चाहिँ एउटा मुकबाङ लिएर आएको छु, सर्ट एन्ड स्विट मुकबाङ। आज चाहिँ पोर्क एक्स करेन्ट, सुँगुरको मासु छ भने करेन्ट चौतो छ। अब सुरुवात चाहिँ अब हामीले जहिले पनि रेगुलर हुने भनेको जाँडबाटै गरौँ। आज चाहिँ कोदोको छ्याङ छ है। टक्क ग्रेभी पनि छ, ग्रेभी चाहिँ माथिबाट सर्र ओइली छ, प्रपर चट्ट परेको। सुरुवात पोर्क बाइट लिदिउँ है त। फुल फ्याटी। छाला बोसो र मिटको पर्फेक्ट कम्बिनेसन छ क्या। स्पाइसी करेन्ट पनि छ।
ड्याम स्पाइसी। मेरो नाकबाट पसिना आइसक्यो यार। नाकबाट पसिना हुँदा बुढीले माया गर्छ भन्छ, साह्रै माया गर्ने रहेछ मेरो हुनेवाला बुढीले मलाई। ड्याम स्पाइसी। धेरै दिनपछि पनि मुकबाङ गरेर होला। अलिअलि खाने बानी भएको पनि बानी हट्यो जस्तो छ यार। I'm literally full यार। मिठो बिल्लु पनि छ यहाँ, म्याउ म्याउ गर्दैछ। ल बिल्लु। Damn, I'm sweaty यार। गर्मी एक्सपिरोले गरेर म पसिनै पसिना। लिटरली पिरो पनि लास्ट पिरो यार। करेन्ट 3x हो है गाइज, करेन्ट 3x। यस्तो पिरोलाई काट्ने भनेको चाहिँ कोदोको छ्याङ्ने हो। लेट मी रिफिल इट यार। ग्लास भरि नभइकन त मजा आउँदैन। मेरो बिरालो मुनिबाट आइसक्यो, म्याउ म्याउ गर्दै। सानो पिस मेरो बिल्लु नानीलाई दिनु पर्यो। ल बिल्लु। मेरो बिल्लु बिजी हुन्छ त्यो, म यहाँ बिजी। दिन त अघि पनि त्यत्रो दिएको मासु, फेरि हाम्रो बिल्लुले मासु बाहेक केही खाँदैन भने यार। क्याट फुड पनि खाँदैन हो, मासु मात्रै। काँचो नै होइन, ठ्याक्कै हामीले खाने जस्तो मर मसला हालेर पकाएको मासु मात्रै खान्छ।
नेक्स्ट भिडियो चाहिँ नेपालको डिफ्रेन्ट नुडल ब्रान्ड्सहरू पकाएर टेस्ट कम्प्यारिजन गर्ने है त नेक्स्ट भिडियो। पर्सनली भन्नुपर्दा मेरो फेभरेट चाहिँ वाइवाई नै हो क्या। काँचो होस् पकाएर पनि मलाई वाइवाई नै मिठो लाग्छ क्या। कुन चौधो छ नेपालमा? करेन्ट, 2PM, वाइवाई, प्रीति, वाइवाई क्विक्स। पहिला आउँथ्यो चौचोहरू पनि, साकालाका बुम हुर्रे चौधो थियो यार, साँच्ची 5 रुपियाँ जाने पहिला। ड्याम, इट वाज अ मेमोरी यार। सो डिफ्रेन्ट नुडल्स कुक गरेर टेस्ट कम्पेरिजन गरेर नेक्स्ट भिडियो आउँछ। त्यसको लागि चाहिँ हजुरहरूले सब्सक्राइब इट एन्ड हिट द बेल आइकन है। ठ्याक्कै मैले भिडियो पोस्ट गर्ने बित्तिकै बजिहाल्छ घन्टी। स्पाइसी नुडल्सहरू चाहिँ लास्टै चिवी हुन्छ क्या पकाएपछि। एकदम चपाउनु पर्ने। हाम्रो वाइवाई भनेको बेस्ट हो क्या, टेस्टी पनि। ल फाइनली टर्न बाँकी छ अब पोर्क। यो काठमाडौँको पोर्क चाहिँ मिठो हुँदैन यार धरान जति। पोर्क र केटी धरानमा नै बेस्ट हुन्छ क्या। मासु मिठो धरानको, केटी राम्रो धरानको भन्छ। आम्म धराने ब्याडिजहरूले हेरिरहनु भएको छ भन्छ नि टक्क लाइक कमेन्ट एन्ड सब्सक्राइब ल। चिल्लो पिरो सबै छ्याङ्दै काटिदिन्छ। ड्याम गाइज, आई थिङ्क आइम अन माई लिमिट होइन। यति बाँकी छ सक्कम भनेको, त्यही छ्याङको लागि ठाउँ हुँदैन जस्तो छ पेटमा। यो चाहिँ मेरो बिल्लु रानीको लागि राखिदिन्छु। छ्याङ चाहिँ सकाएर छोड्छु। मैले एउटा उखान बनाएँ क्या, घाँटी हेरी हाड निल्नु, पेट हेरी मुखबाङ गर्नु। आम नट एन एभिएटर होइन, आम नट एभिएटर, त्यही भएर मुखबाङ चाहिँ थोरै राखेर मात्रै गर्छु म। तर मैले मुखबाङमा छोडे पनि मुखबाङमा छोडे पनि छ्याङ कहिले छोड्दिनँ। आई ह्याभ टु फिनिस इट गाइज। यो भिडियोको लागि, यो मुखबाङ भिडियोको लागि यति नै। होप यु गाइज लाइक इट। See you soon and please like, comment and subscribe. Take care.